हेलो नमस्कार मेरो सबै मित्रजनहरूलाई म मुस्लिम मोहम्मद आलम हुसैन एमडी आलम हुसैन हो मेरो नाम। म आजकल यो फेसबुकमा लास्टै त्यो नेपालमा मुस्लिम र हिन्दूको चर्चा गरिरहेको हेरिरहेको छु र पोलिटिकली सम्झि पनि रहेको छु। हामी नेपाली मुस्लिमलाई तपाईँ हिन्दू नेपाली हिन्दूसँग लडाएर एउटा ठुलो इस्यु बनाएर अनि यो चुनाव रोक्ने जुन चालखेल भइरहेको नि त्यो हामी सबै मुस्लिमले बुझिरहेछौँ। हेर्नु यो होइन कि हामीले नेपाललाई माया गरेका होइन, हामी नेपाली हौँ, हामी गर्व गर्छौँ कि हामी नेपाली मुस्लिम हौँ भनेर। जो नेपाली मुस्लिम छन् त्यसलाई थाहा छन् त्यो नेपाल भनेको हिन्दू राष्ट्र थियो र त्यो राष्ट्र हो जुन नेपालले आफूलाई सबैको लागि सबै जात जातिको लागि दिएको अधिकार हो, जुन इन्डियाले जुन अरू देशले कसैले पनि कुनै देशले गर्न सक्दैन। त्यो हाम्रो नेपालले गरेर देखाएको छ, जुन सबैले जिउने एउटा सम्मानले जिउने चाहिँ एउटा बाटो देखा। तर आज केवल यो चुनावको कारणले गर्दा जब कि शेरबहादुर अनि केपी ओली अनि हाम्रो त्यो प्रचण्ड बाहरू सबैले अब हार्छु भनेर बुझिसकेपछि अब उनीहरूले केही विकल्प नलागेर अब यो चुनाव रोक्नलाई कि त जात जातिलाई लडाएर अनि यो ठुलो इस्यु बनाएर यसलाई रोक्नुपर्छ भनेर विचारले गर्दा यो गरेको हो। खासमा भनेको जुन नारा लाउने मान्छे हो तिनीहरू नेपाली नै हो भनेर हामी मुस्लिम नेपालीले नै शङ्का छ। किनभने तिनीहरू कतिले मुख छोपेर कतिले तपाईँलाई बोल्दा पनि उसको हिन्दी स्पष्ट भएको नेपाली नमिसिएको त्यो भनेर हामीले बुझिरहेछौँ कि भने यो कहाँबाट प्रकाशित भइरहेछ भनेर। र यसलाई ठुलो विषय नबनाएर मेरो आग्रह छ मेरो सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कि हामी भनेको बालेन र रविलाई र हर्कलाई र के भन्छ कुलमान घिसिङलाई यिनीहरूलाई जिताउनुपर्छ जसरी भए पनि। हामीलाई यो मुद्दालाई यहीँ छोडेर यसलाई विशेष रूप लिएर नहेरेर हामीले जसरी भए पनि जिताउनुपर्छ। हामी मुस्लिमले कम्युनिटीबाट पनि हामीलाई प्रत्यक्ष मत भनेको यिनीहरूलाई पनि जाने हो, अरू कसैले जाँदैन। र यसलाई एउटा भनौँ चुनावको अलिकति दिशा परिवर्तन गर्नलाई तिनीहरूले त्यसो गरेको रहेछ र हामी अझ पनि एकजुट भएर हुन यसको पनि विचार होला, तपाईँहरू गर्नु होला, तपाईँहरू नेपालमा हुनुहुन्छ यसको छानबिन गर्नु होला, को हुन् यिनीहरू, किन यसरी गरेका हुन् र के कारणले गरेका हुन् छानबिन गर्नु होला। तर मलाई जहाँसम्म लाग्छ 100% यिनीहरू मुस्लिम होइनन्। मुस्लिम भएर भएको भए यिनीहरूले त्यसरी गर्दैन थियो। हामी रियल मुस्लिम हो नेपाली, हामीलाई थाहा छ हामी कहिले पनि हाम्रो देशको विरुद्ध जाँदैनौँ, हामी देशवासीले कहिले पनि त्यसरी भन्दैनौँ। र त्यही भनेर हामी भन्छौँ यो चुनाव जसरी पनि हुनुपर्छ, हाम्रो नेपाललाई बदलिनुपर्छ। यो बदलिने भनेको यो 4 जनाले मात्रै हो, अरू कसैले गर्न सक्दैनन्। त्यसो भए पनि हामीले यो समर्थन जसरी भयो नि गर्नै पर्ने हुन्छ। म हात जोडेर तपाईँहरूलाई बिन्ती गर्छु कि अहिले झै झगडा नगरौँ, अहिले तपाईँहरूले लडाइँ झगडा मुस्लिमहरूसँग नगरौँ र हिन्दूबाट पनि नगरौँ। नेपाली मुस्लिमहरूलाई पनि आग्रह गर्छु कि त्यति आक्रोशमा नआउँ होइन। तिनीहरूले त्यसरी चाहेकै हो, यदि हामीले पनि त्यसरी गऱ्यो भने तिनीहरू जित्ने रह, तिनीहरू चुनाव रोक्ने रह। किनभने तिनीहरूलाई राम्ररी यो कुरा थाहा छ कि मुस्लिमलाई र हिन्दूलाई लडायो भने यो भनेको तपाईँलाई भनेपछि एउटा अन्तर्राष्ट्रिय मुद्दा बन्नेछ। किन मुस्लिम भनेको विश्वमा छ, जब एउटा मुस्लिममा कुनै समस्या आउँछ त विश्वको मुस्लिमले बोल्ने गर्छ। अनि यो विश्व मुद्दा भइसकेपछि अनि यो चुनाव रोकिने एउटा बहाना हुन्छ। तिनीहरूले यो मात्रै खोजेको हो। हामीले जसरी भए पनि बालेनलाई या हर्कलाई या तपाईँलाई भन्नुहुन्छ भने रविलाई या कुलमान घिसिङलाई जिताउनै पर्ने हुन्छ। यिनीहरू आए मात्र नेपाल अलिकति बदलिन्छ, नेपाललाई सुध्रिन्छ। नेपाल भनेको तपाईँलाई विकास उन्मुख देश भनेबाट विकासमूलक देशतिर जान्छ। नत्र भने हामी जहिले पनि खाडी मुलुकमा काम गरेर अनि रेमिडेन्स पठाएर मात्रै नेपाल पाले जस्तै हुन्छ। त त्यही कारणले गर्दा म आग्रह गर्छु सबै दाजुभाइहरूलाई, मुस्लिम दाजुभाइहरूलाई र हिन्दू दाजुभाइहरूलाई अहिले आवेशमा नआउँ। यसको पनि छानबिन होला, हुनुपर्छ। को चाहिँ कहाँबाट सञ्चालित भयो भन्ने कुरा छानबिन हुनुपर्छ। तर अहिले आवेशमा आएर पहिले हामी चुनावलाई नरोकौँ, यो मुद्दा नबनाऊँ है त। धन्यवाद।